यतिखेर सामाजिक सञ्जालमा फिल्म हलमा चाहिँ एकदमै दर्शकहरू सिटमा बसेर रोएको दृश्यहरू हामी छ्यापछ्याप्ती देख्न सक्छौँ। पछिल्लो समय नेपाली फिल्म जगतमा कुराकानी गर्ने हो भने टेलिफिल्म अथवा हास्य टेलिफिल्म बनाउँदै गरेका जति पनि निर्माता निर्देशकहरू हुनुहुन्छ सबैजनाले अहिले चाहिँ ठुलो पर्दा अर्थात् नेपाली फिल्म बनाउन लालायत भइरहेको अवस्था छ। पछिल्लो समय टेलिफिल्मबाट फिल्म बनाइसके पछाडि धेरै हिट भइसके पछाडि निर्माताहरू एकदमै लालायत भएको अवस्था पाइन्छ। यतिखेर हलहरूमा चाहिँ नेपाली चलचित्र परानको चाहिँ रिलिज भइसकेको अवस्था छ। चलचित्र परानमा परान भर्ने काम गरेका छन् चलचित्रका मुख्य कलाकार निरशाले। समष्टिगत रूपमा भन्नुपर्दा यो चलचित्रको मुख्य नायक अथवा अभिनेता नै निरशालाई लिन सकिन्छ। हुन त यो चलचित्र निर्माणको बेला अर्थात् यसका निर्देशक दीपक आचार्यले निकै ठुलो शास्ति बिहोर्नु परेको थियो। टेली सिरियल भद्रागोलमा चाहिँ अभिनय गरिसके पछाडि र जुन किसिमको भद्रागोलको टिमले चाहिँ नेपाली चलचित्र लाज शरणम बनाएका थिए, लाज शरणमको सुरुवातमा स्क्रिप्ट बनाउनदेखि लिएर अन्तिममा फिल्म फाइनल हुन्जेलसम्म चाहिँ भूमिका दीपक आचार्यको पनि भूमिका रहेको थियो। तर विभिन्न किसिमका कुरा नमिलिसके पछाडि लाज शरणम टिमबाट बाहिरिएका दीपक आचार्यले यस चलचित्र परानलाई निर्माण गरेका हुन्। परानको कथावस्तुको कुराकानी गर्दाखेरि अहिले हामीले दैनिक रूपमा चाहिँ देख्दै आएका हाम्रा समाजमा घट्दै गरेका घटनाहरूलाई समेटेर बनाएको चलचित्र परान हो। यस अर्थमा यो चलचित्र सामाजिक कथावस्तुमा बनेको चलचित्र भनेर हामी दाबी गर्न सक्छौँ। चलचित्रको कथालाई हेर्ने हो भने हामीले धनकुटा अथवा पूर्वी जिल्लामा चाहिँ एउटा समाजमा बसेका जुन बाबु धर्मनाथ अर्थात् निरशा र पूजाचन्दका छोराहरू जुन छ उनीहरूको छोराहरू 3 जना हुन्छन्। जेठा सुप्रद आचार्य परिवार सहित अस्ट्रेलियामा बसोबास गर्छन् भने माइला प्रवीण खतिवडाका चाहिँ परिवार पनि काठमाडौँमा बसोबास गर्छन्। मुख्य पात्र धर्मनाथ अर्थात् निरशा जो अत्यन्त खुसी भएर जीवनयापन गरिरहेका हुन्छन् किनभने कान्छो छोरा र बुहारी चाहिँ घरमा उनीहरूसँगै बसोबास गरेको अवस्था छ। पढाइको हिसाबले जेटिए पढिसकेका भए पनि कान्छा छोरा गाउँमा नै विभिन्न किसिमका कृषि फार्महरू चलाएर बुवा आमासँगै बस्छन्। र कथालाई ट्विस्ट जब यतिखेर आउँछ जब कान्छो छोराको पनि अमेरिकाको भिसा लाग्छ। अमेरिकाको भिसा लागिसके पछाडि श्रीमान श्रीमती कान्छा छोरा बुहारी दुवैजना अमेरिकातर्फ प्रस्थान गर्छन्। र जब अमेरिका प्रस्थान गरिसके पछाडि भनेको चाहिँ निरशाका दुःखका दिनहरू सुरुवात हुन्छ। त्यसपछि सन्तानको माया जुन छ सन्तानको माया पाउनको लागि चाहिँ अब त्यस पछाडि सङ्घर्ष गर्न थाल्छन्। पक्कै पनि यतिखेर नेपाली समाजको कुराकानी गर्ने हो भने वैदेशिक रोजगार अथवा प्रत्येक युवाहरू चाहिँ यतिखेर बाहिर जानुपर्ने अवस्था भएको कारणले गर्दा समाजमा गाउँघरमा बुवा आमासँग बस्ने सन्तानहरू नपाउने, बुवा आमा बिरामी हुँदा पनि हेर्न नपाउने स्थिति, त्यसै गरी मर्दा पनि लास बोक्नेसम्म चाहिँ युवाहरू नपाएको अथवा खडेरी भएको अवस्था हाम्रो नेपाली समाजले भोग्दै आएको पाइन्छ। बुढेसकालको दौतारी अर्थात् मदन कृष्ण श्रेष्ठ जुन गाउँमा बसेका हुन्छन् र उनै मदन कृष्ण श्रेष्ठलाई पनि विदेशमा छोराछोरीले बोराइसकेपछि लगभग निरशा गाउँमा समाजमा एक्लै हुन्छन्। त्यस पछाडि उसले विचार गर्छ माइलो काठमाडौँमा भएको माइलो छोरालाई चाहिँ गाउँमा ल्याएर सँगै राख्ने उसको चाहना हुन्छ र माइलो छोरा काठमाडौँबाट गाउँ बोलाउनको लागि गाउँ फर्काउनका लागि जति पनि सङ्घर्ष गरेको हुन्छ लगभग यो फिल्मको कथावस्तु भने यसै वरपर घुमिएको पाइन्छ। साँच्चै नै फिल्म निर्माताका निर्देशकले भनेका थिए र चलचित्र पूर्णबहादुर सारङ्गीको बुवाको छुट्टीको कथा चाहिँ परान मार्फतबाट हामी व्यक्त गर्दैछौँ भनेर चाहिँ उहाँले बोल्नु भएको थियो। त्यस्तै यो चलचित्रमा विशेष छोराहरूको लागि विशेष बुवाले गरेको त्याग र छोराले थाहै नपाइकन चाहिँ बुवाले गरेको माया जुन छ त्यो मायालाई यो चलचित्र मार्फतबाट देखाउन खोजिएको पाइन्छ।
यो चलचित्रको कमी कमजोरीको कुराकानी गर्ने हो भने चलचित्रमा लोकेसनहरूमा एकदमै कन्जुसाइ गरेको पाइन्छ र विशेष यो चलचित्रको गीतहरू भने एकदमै सबल पक्ष रहेको पाइन्छ। त्यसै गरी कथावस्तुलाई महत्त्वपूर्ण बनाउनको लागि विशेष संवादहरूको जोडदार प्रयोग गरिएको पाइन्छ। संवादलाई बलियो बनाएर संवादको मार्फतबाट नै कथा पस्कने कोसिस लगभग निर्देशकले यो चलचित्रमा गरिएको पाइन्छ। त्यसैले खास भन्ने हो भने फिल्म भनेको चाहिँ सकेसम्म चित्रको माध्यमबाट अथवा भिडियोको माध्यमबाट जनमानसमा मानसिकतामा सन्देश पुर्याउने काम नै हो। संवाद जतिसुकै चोटिलो भए तापनि संवादमा जतिसुकै गहिराई भए पनि फिल्माङ्कन अर्थात् फिल्मको चित्रहरू जुन छ त्यसले सकेसम्म त्यसले जतिको चाहिँ बुझाउन भनी सकिँदैन। खैर दीपक आचार्यले यो कोसिस भने गरेका छन्। चलचित्र पूर्णबहादुर सारङ्गी पनि जब रोएको दृश्यहरू सामाजिक सञ्जालमा छत्ताछुल्ला हुन थाले त्यसपछि दर्शकहरू हलमा भरिभराउ देखिन थाले। सायदै त्यही सम्झेर पनि हुन सक्छ निर्माण टोलीले यतिखेर भने प्रिमियर गर्दा चलचित्र निर्माणको टोली नै सबैजना रोएको दृश्यहरू र यतिखेर चलचित्र फिल्म हेरिसके पछाडि दर्शक रोएका दृश्यहरू पनि यतिखेर सामाजिक सञ्जालमा हामीले जताततै देखिन थालेका छन्। सायदै जसरी हुन्छ चलचित्र सफल हुन सकेमा नेपाली चलचित्र क्षेत्रको लागि यो पनि एउटा ठुलो अतुलनीय योगदान हुन सक्ने हामी दाबी गर्न सक्छौँ। पक्कै पनि नेपाली माटो सुहाउँदो कथामा चलचित्र बनेको छ भने सायदै चलचित्रमा दर्शकहरूले माया देखाउन सक्छन्। त्यतिखेर चलचित्र खासमा चाहिँ मनोरञ्जनका साधन भने तापनि यसमा दया माया करुणा अथवा रुवाई पनि बेला बेलामा बिक्ने गरेको भने देख्न सकिन्छ। त्यसैले चलचित्र परान पनि एकदमै सफलता होस् यसको हामी शुभकामना दिन चाहन्छौँ र हजुरहरूलाई धेरै शिक्षामूलक अथवा चाहिँ जानकारीमूलक भिडियोहरू हेर्नको लागि दलाई वाइबा युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न र भिडियोहरू हेर्न भने नबिर्सिनु होला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा कस्तो खालको चाहिँ भिडियो अर्थात् कुन चलचित्रको समीक्षा चाहनुहुन्छ कमेन्ट बक्समा गएर हजुरहरूले कमेन्ट खुलाउनु होला। अर्को भिडियोमा हामी छिट्टै नै भेट्नेछौँ।